यो चिज भेटाएको छौँ हामीले यो हेर्न यत्रै हेर्छ क्या। हेलो गाइस, के छ खबर? सन्चै हुनुहुन्छ होला? हामी पनि एकदम बवाल छ भन। तर आज हामी उता तल गाउँतिरबाट त्यहाँ उता सानावल भन्ने हुन्छ, त्यहाँदेखि चाहिँ हामी हिँड्दै उता माथि नेटातिर जान लाग्छौँ भन। जाँदा जाँदा बाटोमा चाहिँ हामीले एउटा चिज देख्यौँ भन गाइस। त्यो चाहिँ नेपालमा हल्का रियर जस्तो हो क्या, रियर जस्तै हो गाइस। यता हेर्नु सक्छ यसलाई, यो चिज भेटाएको छौँ क्या हामीले यो। यस्तो दाम भेटाएको छौँ है। अब हामी चाहिँ यसलाई पाल्ने हुन्छ। कस्तो क्युट छ क्या, हेर्न सक्नुहुन्छ हेर्न। पुरा यस्तो फोकस गरिरहेको छैन क्यामेरा त, यस्तो उयो दिन्छ नि पसिना आएर गाइज पुरा हैरान भएको छु क्या म त। ढाका टोपीबाट स्टार्ट भएको छ आज भ्लग, हेर्न सक्नुहुन्छ हेर्न कस्तो हेर कस्तो दामी छ क्या होइन। हेर्न कस्तो पट परेको छ। टोक्ला टोक्ला टोक्न त गर्छ, तर यसको गाइस त्यस्तो सुगा जस्तो यो चोचो हुन्छ नि, त्यो चाहिँ सुगा जस्तो छैन। यसले खासै टोक्दैन, त्यही पनि यस्तो डर लाग्दो गर्छ हेर्नु न। पुरा हेर्न सक्नुहुन्छ। अब यसलाई म यस्तो भयङ्कर पाल्छु नि, कुरै छोडिदिनु क्या। यस्तो दामी पाल्छु नि तिमीलाई म यति मजाले पाल्छु कि कुरै छोडिदेऊ न राजा। हेर्न सक्नुहुन्छ यो भाग्छ कि भनेर डोरीले बाँध्न आउँछु, तर यसलाई चाहिँ मजाले पाल्ने। यता भारीले पसिना पुरा पछाडिभरि पसिना आइसक्यो हेर्नु न, यति धेरै भारी छ होइन बाजे। आज हामीले के गरेको अरे तल पुरा चौतारामा, आज बरका उसमा बरको रुखमा पेङ्गै पुरा पेङ्गै खेलेर यस्तो मजा आयो। भिडियो पनि हेर्न सक्नुहुन्छ। हेर्नु ल्याऊ आँखा, हेर्न यत्रै हेर्छ क्या, डर लाग्दो गरी हेर्छ हेर्नु न। यस्तो भयङ्कर यो चाहिँ मलाई जहाँसम्म लाग्छ यो चाहिँ रियरै हो जस्तो लाग्छ मलाई नेपालमा होइन। हेर्न सक्नुहुन्छ यस्तो मजाले है, यस्तो मजाले मैले त भिडियो बनाऊँ भन्ने आम, तर तलैदेखि बाजेले नबनाऊ अब अहिलेलाई के बनाउने भनेर म त यस्तो दामी मिल्थ्यो नि पुरा। यस्तै हुन्छ नि कता यस्तो यस्तै मतलब यस्तै यस्तै झारमा यसरी टुस्स बसिया रहेछ मा होइन। त्यस पछाडि म त बडा ढुङ्गाले हाने मर्या भए क्या हुने हो बडा। ढुङ्गाले हान्दा बटाल्दैन, ढुङ्गाले हान्दा धन्न अझ घाइते भयो, अझ यस्तो समात्न पाएँ न त अन्त उड्थ्यो होला सायद। त्यो त यसको ऊ चाहिँ के हुन्छ भन्दाखेरि रातमा चाहिँ आँखा देख्छ, दिनमा चाहिँ अन्धा हो। अन्धामा यसलाई नुहाइदिने हो। हेर्नु न फु गर गाइज है। अब चाहिँ हामी लग्छौँ उता, यता हेर्नुहोस् न पुरा पछाडि पुरा उभिसक्यो होला सायद। पुरा यस्तो भयङ्कर उभा छ क्या, पसिना ससिना हेर्नु न यत्रो भारी छ अनि यस्तो मजाले बोकेछौँ। बाजे नाति आज रक्स पारमा रमाइलो गर्दै हिँडिरहेछौँ होइन। सल्यान यता औलो सानो औलो भन्ने छ, त्यहाँदेखि नेटा चाहिँ हामीहरू पुरा रमाइलो गरी हिँड्छौँ। सँगसँगै यो पनि मेरो पेट पनि रमाइलो गर्दै हिँडिरहेछ। हा कि नै तैँले हिँड्न चाहिँ कि नै त आँखा पिलिक पिलिक बनाउँछ, यसको मतलब हो गाइज है। ल गाइज अब चाहिँ हामी हिँड्नुपर्ने हुन्छ, त्यही हो अब। अनि अब चाहिँ हामी उतातिर चल्दिएको। अब यस्तो किन गरे होला भन्नु होला, थम्नेलको लागि गराउँछु हो कि होइन बाजे? अब के गर्नुपर्छ यसलाई भन्नुहोस् त। पाल्न पर्छ यसलाई म अब यस्तो सुगाएको हुन्छ नि, त्यो पुरा जाली हुन्छ नि हो, त्यस्तो म मजाले राख्छु यसलाई अनि पाल्छु। अब तिम्रो नातिलाई के भन्न चाहन्छ? केमा के चाहिँ आमा यसमा छ ढुले कानु भनेर बोलाउ त क्या नै के यसमा सुर्ती पुरा सुर्ती खान्छ देखाइदेऊ त। राम्रोसँग पुरा या सकिन लागेको छ त, सक्या हो त सकिन लागेछ। हेर्न सक्नुहुन्छ पुरा हातमा यस्तो गर्ने पिट पुरा यहीदेखि जेठसम्म अब सिकाउँछन्। हेर्न सक्नुहुन्छ पुरा यस्तरी मिचेर या
यो नखाने चिज हो यो नखाने चिज हो, किन खान्छौ त अनि भन्दा अनि अब खाएर के गर्ने छोड्न सकिन्न छोड्न आदत सक्यो, भइसक्यो आदत भइसक्यो। होइन ल गाइज अब चाहिँ हाम्रो बाजे चाहिँ सुर्ती लबर हुन् होइन सुर्ती लबर हुन् बेलाले यस्तो च्याप्या च्याप्या गर्छ पहिला। तर हाम्रो बाजेले चाहिँ रक्सी चुरोट चाहिँ खान्नन् कि खान्छौ र लुकी लुकी रक्सी चुरोट खान्नन्, त्यही सुर्तीमा त च्याप्या च्याप्या गर्छन्, त्यही पनि 10को सुपर पावर। अब त्यही हो गाइज, अब आजलाई ब्लग यति नै हुन्छ। कस्तो लाग्यो यो चाहिँ हामी यसलाई पालौँ कि नै हेर्न सक्नुहुन्छ। अब हामी बोकेर हामी जान लाग्यौँ हामी चाहिँ अब जान लागेको है भारी बोकेर। त्यही हो, अब आजलाई ब्लग यति नै हुन्छ। लास्टसम्म अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। लाइक सेयर सब्सक्राइब हानिदिनु। ल आजलाई ब्लग यति नै, टाटा बाई बाई। बाई